हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग। अहिलेको टाइम दिन सक्नुहुन्छ 12:32 भइसकेको छैन। म बिहान चाहिँ 10 बजी उठेँ, 10:30 बजी उठेँ। त्यो चाहिँ भातसात खाएर चाहिँ अब के गर्ने भनेर बसिरहेको छु। अनि आज चाहिँ माघे सङ्क्रान्ति, सो देख्न सक्नुहुन्छ माघे सङ्क्रान्तिको दिनमा चाहिँ आज चाहिँ भेरियस टाइप अफ फुडहरू बन्यो होइन हाम्रो घर। यो छ होइन, खाएर सकिन लागिसकेको छ। सो आज चाहिँ सबैलाई चाहिँ हाम्रो तर्फ, मेरो तर्फबाट, हाम्रो फ्यामिलीको तर्फबाट चाहिँ ह्याप्पी माघे सङ्क्रान्ति होइन। अनि अहिले चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ आफ्नो चाहिँ पुरानो भ्लगहरू हेरेर बसिरहेको थिएँ होइन। के थियो भन्दा चाहिँ मेरो पहिलाको पुरानो च्यानल पनि थियो। तपाईँहरू चाहिँ मेरो मसँग जोडिराख्नु भएको थियो भने चाहिँ तपाईँहरूलाई थाहा होला होइन। मेरो पुरानो च्यानल पनि थियो, तर त्यो चाहिँ झुक्केर चाहिँ मेरो चाहिँ डिलिट भयो। अनि मैले धेरै ट्राई गरेँ रिकभर गर्न, तर रिकभर गर्न सकिनँ होइन। अनि मैले अलिकति केही आफ्नो काम गरिरहेको थिएँ। अनि यहाँ चाहिँ पुरानो भ्लग हेरेको थिएँ होइन। अनि भोलि चाहिँ हाम्रो स्कुलबाट चाहिँ देख्न सक्नुहुन्छ प्यारेन्ट्स डेको चिठी आएको छ होइन। पहिलाको पनि मैले भ्लगमा आफ्नो प्यारेन्ट्स डेको चाहिँ भिडियो हालेको थिएँ, जुन चाहिँ डिलिटै भयो होइन। अब के गर्ने, त्यसको रिकभर फाइल पनि थिएन, भिडियोहरू पनि थिएन होइन रिपोस्ट गर्नको लागि। अनि भोलि चाहिँ देख्न सक्नुहुन्छ प्यारेन्ट्स डे हो। अनि अब यसो प्यारेन्ट्स डेको लागि चाहिँ अब कपडा सपडा भोलि अब लाएर जानु पऱ्यो नि, त्यसको कपडा सपडा धुनु पऱ्यो। अनि यसो आइरन लाएर राख्नु पऱ्यो होइन। सो त्यो काम गर्ने सोचिरहेको छु। अब चाहिँ म यसो नुहाउँछु, नुहाएपछि तपाईँहरूसँग चाहिँ भेटौँला है त। सो बाई। सो हेलो गाइज, देख्न सक्नुहुन्छ म नुहाएर चाहिँ आइसकेको छु। अनि म चाहिँ अहिले चाहिँ एउटा सानो काम गरिरहेको छु होइन। तपाईँलाई थाहा नै छ होला चाहिँ म चाहिँ एउटा चाहिँ इन्जिनियरिङ स्टुडेन्ट हो। इन्जिनियरिङ स्टुडेन्ट भइसकेपछि हाम्रो चाहिँ एक दिन चाहिँ एउटा धेरै होइन 20-25 दिन अगाडि चाहिँ एउटा चाहिँ वर्कसप भएको थियो होइन। त्यो वर्कसपमा चाहिँ हामीले चाहिँ एउटा वर्क पाठ्यौँ, एउटा वेबसाइट बनाउने काम पाठ्यौँ होइन। त्यो काममा चाहिँ हामीले चाहिँ काम गरिरहेको छौँ होइन अहिले चाहिँ। अनि देख्न सक्नुहुन्छ हामीले चाहिँ यस्तो वेबसाइट बनाएको थियौँ होइन। एउटा टुरिज्मको वेबसाइट बनाउने भनेर हामीले वर्क पाठ्यौँ। त्यसमा चाहिँ अहिले म काम गरिरहेको छैन। भोलि चाहिँ हाम्रो प्यारेन्ट्स डेको दिनमा चाहिँ प्रेजेन्टेसन पनि छ। त्यो प्रेजेन्टेसनको लागि चाहिँ अब हामीले चाहिँ काम गरिरहेको छ होइन। सो अब भोलि तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो प्रेजेन्टेसन कस्तो हुन्छ, के हुन्छ। अनि हामी चाहिँ अब फर्स्ट सेकेन्ड त्यो प्राइज पनि हुन्छ क्या। अनि फर्स्ट हुन्छ कि हुन्न त्यो पनि तपाईँहरूलाई देखाउँछ होइन। सो अब हेरौँ अब के हुन्छ। Hello guys, this is next day. Nice. So guys, this is next day. अनि म आज चाहिँ अब स्कुल जान लाग्यो। सो अब सिधै स्कुलमा गएर भेटौँ है त। ल बाई। चेस गेम चलिरहेको होइन। कस्तो जित्दिन्छ जस्तो लाग्छ? तेरो दाइ मास्टर हो, मास्टर। माका के छ ठिकै? क्यामेरा नि हटाउनु अरे त। उहाँ चाहिँ हाम्रो प्रोजेक्ट वर्कको मेन मान्छे। पनि यो प्रोजेक्टमा काम गरेर रोबलक्स खेलेको बे। अनि यो चाहिँ हाम्रो चाहिँ प्रेजेन्टेसन गर्ने ठाउँ, मतलब एक्सप्लोर गर्ने ठाउँ होइन। तो क्या नाचो मैं?
मजा नहीं आ रहा है। अभी मजा आएगा ना भिड़ो। परिवारसँगै बाँधिएर आए रहरहरू हुन्नाछ थुप्रै कति तबिएका रहरहरू आँखाभरि आँसु हुन्छ आफैमा चयन गर्छु सुन्दिएको छैन पान्नामै बयन गर्छु चाडपर्वसँगै बाँधिएर आए रहरहरू हुन्नाछ थुप्रै कति तबिएका रहरहरू आँखाभरि आँसु हुन्छ आफैमा चयन गर्छु सुन्दिएको छैन पान्नामै बयन गर्छु दसैँ र तिहारको रमाइलो रमझममा घर परिवार र जन्म स्थानकै त सम्झना कामानी ध्यान छैन मन छ नि गाउँ फर्कन के गर्नु नलेखेसी अभागी यो कर्ममा आमानी आँखमा चिन्ते छोरो कहिले आउला भनी आउँथे आमा तर घरको व्यवहार मिलाउन छ नि यो वर्ष त्यस्तै भो अर्को वर्ष आउला त नि गाह्रो छ नि आमा छोराको भूमिका निभाउन नि सतरङ्गी टिका टिकीको हात बट्टा लाउन मन छ अन्चान सहर सब्जीले फर्किके आउन दिन्छ घर बनाउन निम्ति घरबाट टाढा चुसाइ तिम्रो निकै याद आउँछ निकै नै याद गर्छु चिन्ने बारी सुन्दै तिमीलाई परिवारको ख्याल राख्नु मन त थियो परिवार सँगै सधैँ रमाउन छोरा बेचियो खाडीमा पैसा कमाउन छोरा बेचियो खाडीमा पैसा कमाउन पैसा कमाउन सुन्न साई